आजको दिन नि एकदमै खराब थियो। भर्खरै सुतेर कि उठेको थिएँ, एकजना बहिनी घर आइन्। ए बहिनी, तिमी यति हतार हतार किन आएको भनेर सोधेँ। उनले त मलाई के भनिन् थाहा छ हजुरहरूलाई? ए दिदी, मेरो 1 घन्टापछि बिहे हो, जसरी नै आउनु है। ओएमजी, 1 घन्टापछि बिहे छ। हिजो अस्ति बोलाउनु पर्ने ठाउँमा यिनले मलाई आज बोलाउँदैछिन्। मलाई त नि यो कुरा सोचेर एकदमै रिस उठ्यो के। फेरि पनि म त्यो मेरो रिस नदेखाएर उनलाई भने, ल त नि बहिनी हुन्छ, म आउँछु है 1 घन्टापछि तिम्रो बिहे अटेन्ड गर्न भनिदिएँ। साथीहरू, मलाई तपाईँहरू भन्नु त, तपाईँहरूलाई बिहे हुनु 1 घन्टा छ भन्ने बेला इन्भिटेसन आउँछ कि बिहे हुन 2-4 दिन छ भन्ने बेलामा इन्भिटेसन आउँछ? मसँग चाहिँ अचम्मै भइदियो है। लास्टै रिस उठ्यो, त्यही पनि मैले मेकअप गर्न सुरु गरेँ। मसँग त धेरै राम्रो राम्रो साडी थिएन, त्यही पनि हल्का राम्रो चाहिँ ग्रिन कलरको साडी थियो है। मेकअप पनि के गरौँ जस्तो लागिरहेको थियो। त्यही ग्रिन कलरको साडी थियो अनि ग्रिन कलरको ब्लाउज। सोचेँ म ग्रिन कलरको आई स्याडोमा हल्का कट क्रिज गराउँछु अनि त्यसमा चाहिँ येलो सिमर हाल्छु भन्ने सोचेँ। तपाईँहरूलाई थाहा छ साथीहरू, यो मेकअप चाहिँ मैले 15 मिनटमा भ्याएको। यो कट क्रिज बनाउन मलाई 5 मिनट लाग्यो होला, 6 मिनट लाग्यो होला। यो फुल मेकअप भ्याउन चाहिँ 15 मिनट लाग्यो मलाई। ओ माई गड, आजको दिन